अब मेरो बुढी चाहिँ काममा जानलाई चाहिँ नि घरबाट निक्लेको निदरो भइछन्। केही भन्न मन छ बुढी? मामाले फेरि उहाँबाट बोलाउनु भएको छ, कहाँ जाने हो भन्नुभएको छ। अनि अरूको जागिर गर्दा कस्तो हुँदो रहेछ नि बुढी? अरूको जागिर म नेपालमा बसेर जागिर गर्दा त घर बसेर ओहो तपाईँ घर नआमा नि छुट्टी नै नमिल्ने भन्थ्यो क्या। अहिले आफै चाहिँ यहाँ जागिर गर्दाखेरि त आफैले थाहा पायो कि कस्तो हुँदो रहेछ अरूको जागिर भन्ने कुरो होइन। त्यही भएर अब अहिले अब 3-4 दिनको छुट्टी लिएर आएको थियो। अब आज छुट्टी सकियो, अब आज जाँदैछ।